वाल्मीकेश्वर महादेव मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नङ 7 बागेश्वरीमा अवस्थित एक पवित्र धार्मिक स्थल हो। यो मन्दिर प्राकृतिक सौन्दर्य र आध्यात्मिक महत्त्वको अद्भुत सङ्गम हो। यहाँको शान्त वातावरण र प्राचीन धार्मिक भावनाले भरिएको हुँदा भक्तजनहरूलाई आकर्षित गर्दछ। ऐतिहासिक महत्त्व। यो मन्दिर ऋषि वाल्मीकिले स्थापना गरेको विश्वास गरिन्छ। यहाँ ऋषि वाल्मीकिले तपस्या गरेको र समाधि लिएको स्थान पनि रहेको छ। यस क्षेत्रको नाम बागेश्वरी पनि वाल्मीकि ऋषिले तपस्या गरेको कारणले रहन गएको जनश्रुति रहेको छ। धार्मिक महत्त्व। यो मन्दिर भगवान शिवलाई समर्पित छ। यहाँ भक्तजनहरू शिवलिङ्गको पूजा गर्दछन् र आफ्नो मनोकामना पूरा होस् भन्ने कामना गर्दछन्। मन्दिर परिसरमा विभिन्न देवी देवताका मूर्तिहरू छन्, जसमा अष्टमातृका गण, बुद्ध, गणेश, रामसीता, शीतलामाई, हनुमान, माता भगवती, बद्रीनाथ र द्रौपदी भीमसेन आदि समावेश छन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यहाँ व्रत बस्ने चलन रहेको छ, जुन यस मन्दिरको धार्मिक महत्त्वलाई थप बढाउँछ। प्राकृतिक सौन्दर्य। यो मन्दिर हरिया पहाड र सुन्दर प्राकृतिक दृश्यहरूले घेरिएको छ। यहाँको शान्त वातावरणले मनलाई शान्ति प्रदान गर्दछ। मन्दिर क्षेत्रमा हनुमन्ते नदी ओ आकारमा बग्दछ। यस नदीको दक्षिण भागमा उत्तरगया पनि रहेको छ, जसले यस मन्दिरको धार्मिक महत्त्वलाई बढाएको छ। सांस्कृतिक महत्त्व। यो मन्दिर स्थानीय संस्कृति र परम्पराको अभिन्न हिस्सा हो। यहाँ विभिन्न धार्मिक कार्यहरू र पूजापाठहरू हुने गर्दछन्, जसले स्थानीय संस्कृतिलाई जीवन्त राख्दछ। चाँगुनारायण नगरपालिका आफैमा ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको क्षेत्र हो, जहाँ लिच्छवीकालका महत्त्वपूर्ण धार्मिक स्थलहरू रहेका छन्। यस क्षेत्रको भ्रमणमा वाल्मीकेश्वर महादेव मन्दिरको दर्शनले धार्मिक तथा ऐतिहासिक यात्रालाई अझ पूर्ण बनाउँछ। यो मन्दिर प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वको सङ्गम हो, जसले भक्तजनहरूलाई शान्ति र आध्यात्मिक अनुभव प्रदान गर्दछ। चाँगुनारायण नगरपालिकाको महत्त्व। चाँगुनारायण नगरपालिका आफैमा ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको क्षेत्र हो। यहाँ विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर अवस्थित छ। यस नगरपालिकामा धेरै धार्मिक तथा ऐतिहासिक स्थलहरू रहेका छन्। यस क्षेत्रमा परम्परागत कला, संस्कृति र जीवनशैलीको अवलोकन गर्न सकिन्छ।